नमस्कार साथीहरू, आज चाहिँ बाटोमा आउने क्रममा यस्तो भयो। हेर्नुहोस्, यो हत्ता प्रयोग गरिराख्नु पर्थ्यो। हातले अलिकति गाह्रो हुन्थ्यो भने यो चाहिँ मेसिनले एकदम छिटो छरितो पनि हुने भयो। एकदम तपाईहरुलाई पनि एकदम टायर छिटो छरितो बनाउनु पर्यो, नयाँ टायरहरू चाहिँ फेर्नु पर्यो, यहाँनिर आउन सक्नुहुन्छ। अब यो लोकेसन चाहिँ हजुरको अब मैले जम्बू डाँडा र तपाईको चाहिँ यता गोठाटार पहेँलो पुलको चाहिँ हुन आवश्यक छ। चाहिँ जहाँ पाल परेको हो त्यो पाल ठाउँमा चाहिँ एकदम भित्रैबाट मजबुत बनाएर टाँसिसकेपछि हावा जाने हुँदैन। हामी चाहिँ पाल पर्ने बित्तिकै यो टायर फेर्नुपर्छ भन्ने चाहिँ हुँदैन। तपाईँको टायरलाई चाहिँ रिपेयर गरेर पनि चलाउन सकिने हुन्छ। यो सामान्य सवारी साधनको बारेमा पनि धेरै कुराहरू चाहिँ जान्न बुझ्नु आवश्यक पर्छ, किनकि सवारी साधन सडकमा लिएर हिँड्दा चाहिँ आफू पनि सुरक्षित रहनु पर्यो, अरूलाई पनि सुरक्षित गन्तव्यसम्म चाहिँ पुर्याउनु। मेसिनले हो भने यहाँ चाहिँ खासै समय लाग्दैन। फेरि हातले गर्नु पर्यो भने यही कामलाई एकदम अलिकति समय पनि लाग्ने हुन्छ। यो चाहिँ अब केही समयमै तयार भइहाल्छ। र धेरै साथीहरूलाई चाहिँ अब यो टायरहरू बनाउँदा के कति पर्न जान्छ भन्ने पनि लाग्न सक्छ। त्यो चाहिँ तपाईँ अब आफू टायरै चेन्ज गर्दै हुनुहुन्छ कि टायरमा चाहिँ ट्युब राख्दै हुनुहुन्छ कि चाहिँ ट्युबलेस टायर हो भने अब तपाईँ लिक्विड राख्दै हुनुहुन्छ कि त्यो कुराहरूमा चाहिँ फरक पर्छ, के कति प्राइस पर्छ भन्ने कुरो। अब यो चाहिँ मेरो पञ्चायत मात्र टाल्न के कति पर्छ दाइले आफैले भन्नुहुन्छ। हेर्दै जानुहोस् भिडियो अन्तिमसम्म। यो प्रोसेस भनेर चाहिँ कतैबाट हावा लिक छ कि छैन भनेर चाहिँ हेर्न पनि सक्यो। अन्तिममा कतैबाट हावा लिक छ भने त्यहाँ बबलहरू उठ्ने हुन्छ। छैन भने चाहिँ यो एकदम ठिक कन्डिसनमा छ भन्नुभयो दाइले। ल भयो नि त हजुर, एकदम हस्, धन्यवाद। कति लाग्यो यसको लागत पनि भनिदिनु नि, हाम्रो सबै अब दर्शकहरूलाई पनि थाहा होस्। ठिक छ, त्यो होला, त्यसलाई केही फरक पर्दैन, यसलाई अहिले मिलाएर गरौँ। हजुर यसको भनेपछि कति भयो, यो कति पर्न गयो? हजुरको यसको 150। ल 150 मात्र हो है हजुर। टायर चाहिँ हामीले पञ्चायत टाल्यौँ भने 150 भन्दा बढी चाहिँ पर्दो रहेछ है त।